हेर्न सक्नुहुनेछ। म चाहिँ अब बल्ल तल पानी उफ्रेँ है। म चाहिँ पानी उफ्रिसकेको छ। अब म चाहिँ घर जान आँटेँ। म चाहिँ यहाँ अघि यही ओडारमा बस्दै थिएँ है। यहाँनिर बसेको बल्ल तल पानी उफ्रियो। पानी पनि लगभग 2 घन्टा जति पर्यो है पानी चाहिँ। अब अलिअलि पर्दैछ तर अब चाहिँ उफ्रिला जस्तो भइसक्यो। अब म घर जान्छु अब चाहिँ होइन। हेर्नुहोस् यता चाहिँ म बाख्रा लाएर आएको बाटो हो यो चाहिँ। यो चाहिँ म बाख्रा लाउन आएको थियो जङ्गलमा। पानी परिहाल्यो त्यहाँदेखि बसेर चाहिँ यहाँ बस्दैछु। अब म चाहिँ घर जान आँटेको है। हेर्नुहोस् मेरो बाटोहरू हेर्नुहोस्, तपाईँहरूले हेर्न सक्नुहुनेछ। यहाँ चाहिँ यस्तो छ है, यहाँनिर पुरै खोल्सा होइन, खोल्साहरू छ यहाँ ठुलो। यहाँ चाहिँ ठुलो पानी आउँथ्यो अस्ति नै चाहिँ, यहाँ पलाउनु पानी पलाउँथ्यो, अहिले चाहिँ पला छैन। हेर्नुहोस् अब यो चाहिँ अब पानी अब झन् ठुलो पऱ्यो भने चाहिँ यहाँ पानी पानी पलाउँछ यहाँ। म त्यो पनि भिडियो गरेर हाल्नेछु, तपाईँहरूले हेर्न सक्नुहुनेछ। यहाँ चाहिँ झरना जस्तो हुन्छ है पानी परिसकेपछि चाहिँ त्यो खोल्सा मैले अघि देखाएँ, हेर्न सक्नुहुनेछ। यहाँ तलतिर चाहिँ भिर छ है, भिर यहाँ चाहिँ ठुलो हाम्रो चाहिँ यता जो ठुलो भिरहरू पनि छ है। यहाँ खोल्साहरू भिरहरू छ। हेर्नुहोस् पानी परिरहेछ अझै, तर यहाँ म भिज्न चाहिँ भिजिरहेको छु है अलिअलि, केही छैन। भिजेर घरमा पुगेर कौडा खेलौँला होइन। तपाईँहरूको गाउँतिर के कस्तो हुँदैछ होइन, पानी परेको छ कि छैन। पानी पनि लगभग 2 हप्ता हुन आँट्यो, लगातार पर्दैछ यता चाहिँ पानी। एकछिन रोकिन्छ एकछिन पर्छ है यता चाहिँ पानी। हेर्नुहोस् हाम्रो जङ्गल चाहिँ धेरै ठुलो छ है। जङ्गल चाहिँ धेरै ठुलो छ, तर यो चाहिँ थोरै मात्रै देखाउँदैछु। आज जङ्गल धेरै ठुलो छ। हेर्नुहोस् यता, तर यता घाँसहरू पनि निकै रहेछ। तपाईँहरूको वस्तु छ भने घाँस काट्न यता आउनुहोस्। तर हारा पनि धेरै छ है वस्तु चाहिँ, तर वस्तु धेरै भए पनि त्यस हामी चाहिँ जङ्गलमा घाँस काट्न आउँदैन है, बारीतिरै छ। यस्तो हेर्नुहोस् ठ्याक्कै पहाड जस्तै छ भने हेर्नु न, ढुङ्गाहरू पनि त्यस्तै छ है। ढुङ्गाहरू पनि सब ढुङ्गा निस्किरहेको छ यता पानीले गर्दा। अन्तिमसम्म हेर्नुहोस् है यो भिडियो चाहिँ होइन। तपाईँहरू लाइक सेयर सबैलाई गरिदिनु होला, साथ सपोर्ट गर्नु होला।